हेलो गाइज नमस्ते कोनिचिवा आज चाहिँ फेरि पनि मैले पेरा निहोन्गोमा तपाईहरुलाई सजिलो र छिटो याद गर्नको लागि खान्जी लिएर आएको छु। छिटो र सजिलोसँग याद गर्ने खान्जी लिएर आएको छु। खान्जी चाहिँ जापानमा एकदमै धेरै इम्पोर्टेन्ट छ है। खान्जी बिना चाहिँ तपाईहरुलाई यहाँनेरि एकदम गाह्रो हुन्छ। सो आज हामी बेसिक खान्जी पढ्ने छौं। एउटै खान्जीको धेरैवटा मिनिङ हुन्छ। सो त्यही भएर हामी एउटै खान्जीबाट डिफरेन्ट मिनिङहरु चाहिँ के रहेछ कसो रहेछ भनेर त्यो पढ्दै जान्छौं। अहिलेलाई यति लेखेको छ भने अब तपाईहरुले हेर्दै जानुभयो भने अझै यो खान्जीहरु थपिँदै जानेछ है त। आज मैले सिम्पल खान्जी लिएर आएको छु र एकदम इम्पोर्टेन्ट पनि छ यो खान्जी डेली लाइफमा। सो मैले यहाँनेरि खान्जी लेख्दिएको छु, त्यसपछि यसलाई हिरागानामा लेख्दिएको छु अनि यहाँनेरि छ इंग्लिशमा अनि यहाँनेरि छ नेपालीमा है। अब हामी सुरुमा खान्जी बनाउँछौं है। सबैभन्दा सुरुमा त खान्जी बनाउनु पर्यो ल। खान्जी चाहिँ यसरी गर्नुहोस् त तपाईहरुले पनि यसरी बक्स बनाउनुहोस्। यसरी खासमा चाहिँ यहाँनेरि चाहिँ खान्जीहरु चाहिँ यसरी बक्स बनाएर भन्दा पनि डैश 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 दिएर गरेको हुन्छ के सजिलो होस् भनेर हैन। खान्जी भनेको यो के यस्तो यो कोर्नु पर्ने भन्ने हुन्छ तर के गर्नु खान्जी बिना नथिङ इज हियर इन जापान इफ यु डोन्ट नो खान्जी। यदि तपाईहरुलाई खान्जी आउँदैन भने एकदम गाह्रो छ है। आज हामी पढ्दै छौं यो वाला खान्जी। सबैभन्दा सुरुमा यसलाई भन्छ हितो है। मान्छेलाई चाहिँ हितो भन्छ र हितोको खान्जी चाहिँ यस्तो हुन्छ। यसलाई बनाऊ तपाईहरुले के गर्नु पर्दैन सुरुमा यसलाई यहाँदेखि यसरी घुमाइदिने 1 इची है। इचीमा यसरी घुमाइदिने सिधा नतान्नु होला है। यसरी सिधा चाहिँ नतान्नु होला। यसलाई सिधा तान्नु भन्दा अलिकति घुमाइदिने इची। त्यसपछि अर्को यतातिर घुमाइदिने एउटा देब्रेपट्टि घुमाइदिने अर्को दाहिनेपट्टि घुमाइदिने। यसलाई 1 यसलाई 2 1 2 दुईटा मात्र छ है हितोको खान्जी चाहिँ। दुईटा स्टेप भयो भने सजिलैसँग गर्न सकिन्छ। ल फेरि यसलाई ट्राई गरौँ है। हितो भनेको चाहिँ कस्तो रहेछ एउटा देब्रेपट्टि अलिकति घुमाइदिने अनि अर्को त्यस्तै धर्काबाट दाहिनेपट्टि अलिकति घुमाइदिने हो। यो भनेको चाहिँ हितो। हितो भनेको चाहिँ मान्छे है। त्यसपछि यही मान्छेको खान्जीमा हामीले दुईटा कुरा थप्यो भने फेरि यो चाहिँ बाक्लो हुन्छ है। बाक्लो भनेको चाहिँ फुतोई खान्जीमा चाहिँ हिरागानाहरु पनि यसरी थपिएर आएको हुन्छ। त्यही भएर त्यो चाहिँ एकदम याद राख्नुपर्छ कुनमा थपिएको छ कुनमा थपिएको छैन भनेर है। ल अहिले भर्खर तपाईले हितोको खान्जी बनाउन सक्नु भयो भने यही हितोको खान्जी फेरि बनाउने 1 2 अनि यसमा अब दुईटा कुरा थप्नुपर्ने भनेको थिए। त्यो थप्नुपर्ने कुरा भनेको चाहिँ यही हितोको खान्जीमा धर्का तान्दिने है। धर्का तान्दिने अनि यसको बीचमा चाहिँ एउटा थोप्लो बनाइदिने। यो भयो भने चाहिँ फुतो हुन्छ। यो मात्र छ भने चाहिँ फुतो हुन्छ। अब फुतो भनेको त बुझ्दैन नि त के हो भनेर। बाक्लो भनेको त फुतो होइन फुतोई भन्छ। त्यही भएर फुतोसँग यहाँनेरि के पनि थप्नु पर्यो तपाईहरुले फुतोई भनेर थप्नु पर्यो है। सजिलो छ नि हैन। एउटै खान्जीबाट दुईटा खान्जी भयो। यो चाहिँ नम्बर 2 को है। नम्बर 3 कोमा छ अब यो खान्जीबाट एउटा कुरा हटाइदिनु पर्यो तपाईले। सुरुमा त के बनाउनु पर्यो हितो त बनाउनु पर्यो। हितो 1 2 अब यो बीचको थप्ला हटाएर धर्का मात्र तान्दिने सक्यो। यो भनेको चाहिँ ठुलो यानी कि ओ कि यो चाहिँ ओ मात्र हो। त्यही भएर ठुलोलाई त ओ भन्दैन ओ कि भन्छ। त्यही भएर यसमा के थप्यो अर्को कुरा भनेको कि इ थप्यो ओ कि। अब अर्को छ नम्बर 4 मा 10 अब फेरि बनाउनु पर्यो तपाईहरुले हितोको खान्जी इच नि हितो भयो हैन। अब फेरि तपाईले बनाउनु पर्यो अघिको ओकीको खान्जी
सान इच नि सान अब एउटा कुरा थप्नु पर्यो त्यो भनेको चाहिँ अझै एउटा धर्का सक्यो यही हो खान्जी तेन यसलाई चाहिँ तेन भन्छ है तेन भनेको चाहिँ हेभेन अथवा स्वर्ग तेन त्यसपछि 5 नम्बरमा रहेको छ इनु यो इनुको खान्जी र यो फुतोइको खान्जी चाहिँ अलिकति कन्फ्युजिङ छ तर पनि तपाईले याद गर्नै पर्ने हुन्छ यसमा फेरि हितो बनाउने अनि एउटा धर्का तान्दिएपछि यो हुन्छ ओ यानि कि ओ किको ओ अनि फुतोइमा चाहिँ मुनिपट्टि यो थोप्ला दिएको थियो भने इनुमा चाहिँ यसको दाहिनेपट्टि दिन्छ के हो अलिकति कन्फ्युजिङ छ है स्टेप भनेको त्यही हो इच नि सान से 1 2 3 4 है यो चाहिँ इनु इनु त्यसपछि नम्बर 6 मा रहेको छ ओत्तो ओत्तो भनेको हस्बेन्डलाई ओत्तो भन्छ है ओत्तो र तेन फेरि अलिकति कन्फ्युजिङ छ है अब यो दुईटा अलिकति कन्फ्युजिङ छ अलिकति खान्जी मिस्टेक भयो भने पनि त्यसको अर्कै मिनिङ लाग्छ क्या त्यही भएर एकदम त्यो चुके नगर एकदम बुझेर गर्नु होला खान्जी गर्दाखेरि चाहिँ र यसमा ओत्तो भनेको चाहिँ फेरि तपाईले के गर्नु पर्यो हितो त बनाउनु पर्यो हितो हैन अब हितोमा एउटा धर्का तान्दिने ओ भयो ओकीको ओ भयो अनि तेनमा चाहिँ यो माथिको थोप्ला चाहिँ माथि आउनु भएन के तेनको खान्जी बनाउँदाखेरि चाहिँ तर यो ओत्तोको खान्जीमा चाहिँ फेरि यो थोप्ला चाहिँ अनिवार्य हुनै पर्छ है त्यही भएर त्यसको अलिकति मुनि बनाइदिने धर्का तान्दाखेरि चाहिँ यो भयो ओत्तो अलिकति कन्फ्युजिङ छ है यसमा धर्का हुँदैन तेनमा धर्का हुँदैन माथि ओत्तोमा माथि धर्का हुन्छ फेरि यो भयो ओत्तो यानि कि हस्बेन्ड ल हेर्नु त एउटै खान्जीबाट तपाईको 5 वटा 6 वटा खान्जी भन्न सक्यो सुरुमा रहेको छ हितो हितो पछि रहेको छ फुतो इ अर्को रहेको छ ओ कि त्यसपछि रहेको छ तेन त्यसपछि इनु अनि फेरि रहेको छ ओत्तो ल